हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड लभिङ माई प्रिभियस भिडियोज। आजको भिडियोमा चाहिँ म न्युमेरिकल प्रब्लम्स रिलेटेड टु स्टुडेन्ट्सलाई डिल गर्न गइरहेको छु र आजको भिडियोलाई चाहिँ रिभिजन फर फाइनल एक्जाम अफ ग्रेड 11 भन्न सकिन्छ। र आजको भिडियोमा मैले डिल गर्न आँटेको क्वेसन चाहिँ मेरा स्टुडेन्ट अमितले सोधेका हुन् र क्वेसनमा भनिएको छ अ युनिफर्म ल्याडर रेस्ट अन अ रफ हराइजेन्टल ग्राउन्ड लिनिङ एगेन्स्ट अ स्मुथ vertical wall. Weight of the ladder is 300 Newton and a man weighting 500 Newton stands on 1/4 of its length from the bottom. Ladder makes 30 degree to the horizontal. Find the reaction at the wall and the total force on the ground. भाइले सोधेको यो क्वेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ र अलिकति हायर एबिलिटी टाइप क्वेसन हो यो। अब हामी यो क्वेसनको सोलुसनलाई अब्टेन गर्नेछौँ र प्रब्लमलाई डिटेलमा बुझ्नका लागि चाहिँ भिडियोलाई अन्त्यसम्म रहेर हेर्नु होला। ल त सुरु गरौँ यसको सोल्युसन। सो सबैभन्दा सुरुमा हामी लिस्ट गरौँ यसको गिभन केसेसलाई। सो क्वेसनले हामीलाई वेट अफ द ल्याडर दिएको छ 300 न्युटन। वेट अफ द ल्याडर जसलाई हामी WL भनेर नोट गरौँ, विच इज गिभन एज 300 न्युटन। त्यस्तै गरिकन हामीलाई वेट अफ अ मेन दिएको छ 500 न्युटन। वेट अफ अ मेन जसलाई हामी WM भनेर नोट गरौँ र यो दिएको छ 500 न्युटन। र ल्याडर मेक्स 30 डिग्री टु द हराइजेन्टल भनेर हामीलाई एङ्गल पनि दिएको छ। सो एङ्गल थीटा जुन हामीलाई 30 डिग्री दिएको छ र हामीले फाइन्ड गर्नुपर्ने छ रियाक्सन एट द वाल एन्ड द टोटल फोर्स अन द ग्राउन्ड। सो रियाक्सन एट द वाल, सो यसलाई हामी RW भनेर नोट गरौँ एन्ड द टोटल फोर्स अन द ग्राउन्ड यसलाई हामी क्यापिटल F ले नोट गरौँ। सो अब क्वेसनको सोल्युसनलाई अगाडि बढाउनु अघि हामीले क्वेसनले भने अनुसारको फिगरलाई तयार पारौँ। सो क्वेसनले भने अनुसार एउटा रफ हराइजेन्टल ग्राउन्ड छ र एउटा स्मुथ वाल छ र एउटा ल्याडर चाहिँ यो रफ सर्फेसबाट यो वालमा यसरी लिन भएर बसेको छ भने यो ल्याडरको लेन्थ चाहिँ L छ र यो ल्याडरको 1/4 लेन्थमा चाहिँ 1/4 लेन्थ भनेको चाहिँ L/4 एउटा मान्छे चाहिँ यहाँ उभिएर बसेको छ भने हामीले यो वालको रियाक्सन निकाल्नु पर्नेछ र टोटल फोर्स अन द ग्राउन्डलाई निकाल्नु पर्नेछ। ल्याडरले हराइजेन्टलसँग बनाएको एङ्गल दिएको छ हामीलाई क्वेसनले 30 डिग्री भने वेट अफ द मेन दिएको छ 500 न्युटन र त्यस्तै गरिकन वेट अफ द ल्याडर लाग्छ ल्याडरको बिच्चा भागबाट। मानौ यो ल्याडरको बिच्चा भाग हो भने यहाँबाट हामीले वेट ल्याडरको यसरी उँधोपट्टि देखाउनु पर्ने हुन्छ जुन छ 300 न्युटन। यहाँ हामी नाम दिउँ बटम अफ द ल्याडरलाई भनौँ हामी P र पोइन्ट अन द वाललाई नाम दिउँ Q। अब एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा यहाँबाट हामीले बुझ्न जरुरी छ हराइजेन्टल सर्फेससँग चाहिँ ल्याडरको लेन्थले चाहिँ 30 डिग्री एङ्गल बनाएको छ। सो लेन्थ अफ द ल्याडर यसरी हो भने अब यहाँनिर यो लेन्थको कम्पोनेन्ट टुक्रिन्छ। त्यसो भए जहाँ थीटा टाँसिएको छ त्यहाँ आउँछ L cos थीटा भने योसँग परपेन्डिकुलर हुने गरी आउँछ L sin थीटा भने यहाँ हामी फिगरमा हेर्न सक्छौँ यहाँ हराइजेन्टल कम्पोनेन्ट हुने रहेछ L cos थीटा भने भर्टिकल कम्पोनेन्ट हुने रहेछ L sin थीटा। सो यति गरिसकेपछि हामीले हाम्रो प्रब्लमलाई चाहिने फिगर तयार पार्यौँ। अब हामी प्रब्लमलाई यही फिगरका आधारमा सल्भ गर्नेछौँ। सो नाउ अब्जर्भिङ फ्रम बटम एन्टी-क्लकवाइज मुभमेन्ट एट पोइन्ट Q इज गिभन एज। सो हामी यहाँ पोइन्ट Q मा देख्न सक्छौँ वालको रियाक्सन फोर्स भनेको यसरी यतापट्टि लागेको हुन्छ र यहाँनिर परपेन्डिकुलर डिस्टेन्स भनेको यसरी माथिपट्टि हुन्छ जुन भनेको चाहिँ L sin थीटा हो र हामीलाई मुभमेन्ट निकाल्ने फर्मुला थाहा छ जुन हुन आउँछ फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। सो यहाँनिर लागेको फोर्स भनेको नि RW भइहाल्यो रियाक्सन अफ द वाल र परपेन्डिकुलर डिस्टेन्स भनेको L sin थीटा भइहाल्यो। अब हामी फिगरमा क्लियरली देख्न सक्छौँ यो 500 न्युटन र 300 न्युटनले चाहिँ क्लकवाइज मुभमेन्टलाई एसोसिएट गरेको छ। सो क्लकवाइज मुभमेन्ट ड्यू टु द वेट अफ द ल्याडर। सो यहाँ पनि सिम्पल हो जस्तै फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। सो त्यहाँनिर फोर्स हुन आउँछ 300 न्युटन। सो यो फोर्ससँग परपेन्डिकुलर हुने डिस्टेन्स भनेको L/2 cos थीटा हो। मैले अगाडि पनि एक्सप्लेन गरिसकेको छु यो ल्याडरको वेट भनेको सेन्टर अफ ग्राभिटीबाट लागेको हुन्छ जुन चाहिँ एक्ज्याक्टली मिडल भागमा हुन्छ। त्यसो हुनाले यहाँनिर हामीले L/2 लाई लिनुपर्ने हुन्छ। सो परपेन्डिकुलर डिस्टेन्समा हामी लेख्न सक्ने भयौँ L/2 cos थीटा। त्यस्तै गरिकन क्लकवाइज मुभमेन्ट ड्यू टु द वेट अफ अ मेन। सो यहाँ पनि फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स फोर्समा हामी 500 न्युटनलाई राख्न सक्छौँ र यो वेटको परपेन्डिकुलर डिस्टेन्स भनेको चाहिँ यहाँबाट यसरी लागेको हुन्छ हराइजेन्टल्ली जुन चाहिँ हुन आउँछ L/4 cos थीटा। किनभने हामीलाई क्वेसनले चाहिँ एउटा मान्छे चाहिँ यो ल्याडरको 1/4 लेन्थमा उभिएको छ भनेर भनेको छ। त्यसो गर्दा हामीले L को ठाउँमा L/4 लाई राख्नुपर्ने हुन्छ। त्यसो भए यहाँ हुन आउने भयो L/4 cos थीटा। सो नाउ अकर्डिङ टु द प्रिन्सिपल अफ मुभमेन्ट, सो हामीलाई प्रिन्सिपल अफ मुभमेन्ट थाहा छ एन्टी क्लकवाइज मुभमेन्ट मस्ट बी इक्वल टु क्लकवाइज मुभमेन्ट।
सो एन्टी क्लकवाइज मुभमेन्ट ड्यू टु द रिएक्सन अफ द वाल हामीले भर्खरै अब्टेन गरिसकेका छौँ। सो रिएक्सन अफ द वाल टाइम्स एल साइन थीटा इज इक्वल टु क्लकवाइज मुभमेन्टमा भने हामीले दुईटाको सम गर्नुपर्ने हुन्छ। क्लकवाइज मुभमेन्ट ड्यू टु द वेट अफ द ल्याडर र क्लकवाइज मुभमेन्ट ड्यू टु द वेट अफ अ मेन। सो 300 टाइम्स एल अपन 2 cos थीटा प्लस 500 टाइम्स एल अपन 4 cos थीटा। सो यो फर्दरमोर हुन आउँछ RW L sin थीटा is equal to L times 300 times cos theta upon 2 plus 500 times cos theta upon 4. यहाँ मैले simply L like common लिए. So now this L and L both cancel out each other. So substituting the value of theta, RW sin 30 degree is equal to 300 times cos 30 degree upon 2 plus 500 times cos 30 degree upon 4. अब त एकदमै सिम्पल RW टाइम्स sin 30 डिग्री भनेको 1/2 हो इज इक्वल टु सो 2 टाइम्स 150 इज 300 सो 150 cos 30 डिग्री भनेको स्क्वायर रुट 3/2 प्लस अगेन 4 टाइम्स 125 इज 500 सो 125 टाइम्स स्क्वायर रुट 3/2 सो RHS लाई सल्भ गर्दा हुन आउँछ RW times 1/2 is equal to 275 times square root 3/2. So these 2 and 2 they both cancel out each other. So therefore RW approximately हुन आउँछ 476 Newton. So which is our required reaction at the wall. So एउटा कुरा चाहिँ अब हामीलाई के थाहा हुनु पर्यो भने वालमा चाहिँ ल्याडर यसरी रेस्ट गर्दाखेरि रियाक्सन चाहिँ कति लागेको हुँदो रहेछ त एप्रोक्सिमेटली 476 न्युटन लागेको हुँदो रहेछ र यो ल्याडर चाहिँ यसरी ब्यालेन्स अवस्थामा रहनको लागि ग्राउन्डले चाहिँ हराइजन्टली त्यति नै इक्विभ्यालेन्ट फोर्स लगाएको हुनुपर्छ जसलाई हामी फ्रिक्सनल फोर्स भन्छौँ दैट मिन्स हराइजन्टल फ्रिक्सनल फोर्स मस्ट बी इज इक्वल टु 476 न्युटन सो यति कुरा थाहा भइसकेपछि हामी सहजै फोर्स अन ग्राउन्डलाई क्याल्कुलेट गर्न सक्छौँ सो हामीसँग हराइजन्टल फ्रिक्सन रहेछ 476 न्युटन र टोटल डाउनवर्ड फोर्स छ 300 न्युटन ल्याडरको प्लस 500 न्युटन मान्छेको त्यसो गर्दा यो हुन आउँछ 800 न्युटन हेन्स फोर्स अन ग्राउन्ड हामीले रिप्रेजेन्ट गरे अनुसार F इज इक्वल टु अब हामीले यी दुईटा फोर्सको चाहिँ रिजल्टेन्ट झिकिदिनु पर्ने हुन्छ सो स्क्वायर रुट 476 स्क्वायर प्लस 800 स्क्वायर सो देयरफोर अन क्याल्कुलेटिङ यो भ्यालु एप्रोक्सिमेटली हुन आउँछ 931 न्युटन विच इज आवर रिक्वायर्ड फोर्स अन अ ग्राउन्ड सो यो क्वेसनलाई हामीले यसरी सिम्पल तरिकाले सल्भ गर्न सक्छौँ आई होप आजको यो भिडियो एकदमै हेल्पफुल रह्यो यस्तै यस्तै इन्ट्रेस्टिङ भिडियोजका लागि यो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला अपकमिङ भिडियोजमा पनि यस्तै इन्ट्रेस्टिङ प्रब्लमहरूलाई सल्भ गर्ने नै छु टिल देन टेक केयर इन्जोय एन्ड किप वाचिङ एडुसन सर